लसो नमस्ते टासिदेलेक फ्यापुला हजुरहरूलाई एकदमै स्वागत छ है मेरो युट्युब च्यानलमा र वान सेकेन्ड वेलकम ब्याक टु दोर्जे तामाङ युट्युब च्यानल र आज म फेरि हजुरको समक्षमा यसरी न्यू डे न्यू भ्लग लिएर म उपस्थित भइसकेको छु र आजको भ्लग चाहिँ के कस्तो छ भने आजको भ्लग चाहिँ हाम्रो रुम्बुछे अहिले चाहिँ कति बज्दैछ भने यस्तै 2:30 हुँदैछ है र अनि रुम्बुछे चाहिँ उता शेर्पा धर्मशालामा पाल्नु हुँदैछ है त्यहाँ शेर्पा धर्मशाला भनेको चाहिँ कहाँनिर भन्दा चाहिँ हाम्रो यहीँ 10 माइलमा हो र त्यहाँ चाहिँ हाम्रो यहीँ गुम्बाको छेचु अफरिङ एसोसिएसन अन्त शेर्पा एसोसिएसन उहाँहरूको चाहिँ त्यहाँनिर चाहिँ एउटा अब के भन्छ नि एउटा बिल्डिङ छ त्यहाँनिर बिल्डिङमा न्युनेहरू पनि हुन्छ गुम्बा पनि त्यहीँ छ है अन्त हरवटा हाम्रो शेर्पा कल्चर प्रोग्रामहरूदेखि लिएर यताउता सबै त्यहाँनिर हुन्छ हाम्रो यहाँ गुम्बाको शेर्पा अफरिङ एसोसिएसन र छेचु अफरिङको चाहिँ त्यहाँनिर चाहिँ एउटा अब भनौँ न एउटा गुम्बा छ अनि त्यहाँनिर चाहिँ रिम्बुछेलाई 33 इयर्स बादमा चाहिँ रिम्बुछे त्यहाँनिर जानुभएको रहेछ पहिला धेरै पहिला अगाडि चाहिँ रिम्बुछे त्यहाँनिर जानुभएको रहेछ है अन्त त्यही योपालि फेरि उहाँले चाहिँ बुम पढाउनु भएको थियो है सागादावामा र भोलि चाहिँ हो पुर्ने अन्त सागादावा पुर्ने अन्त आज चाहिँ त्यहाँनिर केटाहरू लाम्लाहरू बिहानै जानु भएर बुमहरू पढ्नु हुँदैछ सायद 3 बजीसम्म सबै सकेर 3 बजीदेखि चाहिँ आयु अभिषेक पूजाहरू हुनेछ र रिम्बुछेले केही सागादावाको विषयमा केही कुराहरू राख्नुहुनेछ है अन्त त्यही हाम्रो मेम्बर सबैजना त्यहाँनिर हुनुहुन्छ सायद फाल्टुहरू पनि आउनु भएको होला र त्यही हो छ अन्त हेर्नुहोस् आजको भ्लग कस्तो रहेछ के रहेछ है लास्ट
भनौँ उमेरले खस्नुहुन्छ होला, कोही अननेचुरल डेथ पनि हुनसक्छ है। त्यो आफ्नो आफ्नो भाग्यमा के हुन्छ त्यही खालको हुन्छ। त्यो भाग्यलाई चाहिँ कसले पनि चेन्ज गर्नु सक्ने होइन। हामीले पूजा गर्छ, पूजाको रिजन चाहिँ के हुन्छ, त्यो भाग्यले चेन्ज गर्नुको लागि पूजा गरेको होइन। त्यो विशेषमा अलिकति हामीले अब्स्टिकलहरू हुनुहुन्छ, भाँच्योहरू, त्यसलाई चाहिँ हामीले अलिअलि सफा गर्नुहुन्छ। त्यो भाग्यले नै हामीले उल्टा बनाउने त्यो पूजाले पनि सक्ने होइन। त्यो हो, त्यो गर्दाखेरि हामीले कसले भन्छ पूजा गरेको हुन्छ कि पूजा गरेर 5% जति नजग्दा मेबी म्याक्सिमम् 10% फाइदा हुन्छ होला, 90% हुँदैन। आफ्नो भाग्यमा के छ, आफ्नो कर्ममा हुन्छ। अन्त मान्छेले सोच्छ अब 90% र 10%मा डिफ्रेन्ट रहेछ, अब त पूजा नगर्दा पनि हुन्छ भने त्यस्तो पनि हुनसक्छ नि फेरि है। हामीले चाहिँ के सोच्छौँ, मान्छेको ह्युमेनको अघि भनेको छ डिजायर, हामीले 0.5% भए पनि हामीले चाहिन्छ नि, हामीले 0.5% भए पनि चाहिन्छ। जब एकजना मान्छे चाहिँ भिरबाट लड्नु आँट्दाखेरि चाहिँ त्यसले 10जना मान्छेले त्यसलाई सपोर्ट गर्नु पर्दैन। एउटा यत्रो सानो नानीले पनि त्यसलाई हात दियो भने त्यसलाई यति मनमा सन्तोक हुन्छ कि ल मलाई एकजना बचाउने मान्छे त आउँदैछ है। त्यो एउटा नानी भयो भने त्यसले बचाउन ट्राई गर्दैछ भने त्यसले हात थामेर माथि तान्नु ट्राई गर्छ, त्यसमा कतिको तपाईँले यो हुन्छ सेटिस्फ्याक्सन। त्यो जस्तो अब 10% भन्यो भने त कहाँ त्यो गर्दाखेरि हामीले अहिले पूजा गर्दैछ, यो सबै फाइदा चाहिँ 10% 100% हुन्छ। 90% त्यसले तपाईँले चेन्ज गर्नु सक्छ भने हुँदै हुँदैन। हिजो भर्खर मैले दौसा चेन्जरले चाहिँ एकजना मान्छेलाई भन्दो रहेछ, छुयो भनेको चाहिँ धर्म भनेको चाहिँ यो जुनीमा फाइदा हुने होइन। यो अहिले छुयो गरेर चाहिँ यो जुनीमा फाइदा हुन्छ भने चाहिँ नसोच्नु, तपाईँहरूले नसोच्नु, यो जुनीमा फाइदा हुन्छ भने नसोच्नु। जति एउटा गर्दैछ यसले तपाईँले नेक्स्ट जुनीमा चाहिँ तपाईँले बाटो बनाएको, आफ्नो लागि बेस बनाएको, यो गर्दाखेरि जति धर्म गर्यो यो सबै नेक्स्ट जुनीमा लाग्यो। यो जुनीमा तपाईँलाई फाइदा हुन्छ भने नसोच्नुहोस्, ग्यारेन्टी छैन भन्दैछ। किनभने चाहिँ उहाँले पनि, उहाँको मास्टरले, उहाँको गुरुले भन्नुपर्यो, उहाँले पनि यो फिल हुँदैछ। जति धर्म गर्दैछ यो जुनीमा होइन, यो फाइदा चाहिँ सबै नेक्स्ट जुनीको लागि। अहिले जुनीमा हामीलाई अलिकति राम्रो भइरहेको छ, घरमा अलिकति पुगिरहेको छ, सबै कुरा ठिक छ भने चाहिँ यो उहिले जुनीमा तपाईँले आफ्नो पहिलाको जुनीको अब भनौँ न, अब उहाँले चाहिँ राम्रो काम गर्यो, यो जुनीमा अलिकति हामी खुसी छ, शान्ति छ, अलिकति पुगिरहेको चाहिँ यो जुनीकोले गर्यो होइन, पहिलाको जुनीले गरेको। बुझ्नुभयो? त्यो गर्दा अहिले हामीले जति गर्दैछ यो चाहिँ हामी नेक्स्ट जुनीको लागि हामीले बाटो
Nam